चाहिँ म फर्स्ट टाइम स्कुटी लिएर माइत जाँदैछु पर्वततिर। अनि त्यसपछि यो चाहिँ मेरो लुक छ। ल अब धुलोले म वहाँ पुग्दा चाहिँ कस्तो हुन्छु र गाइज स्टे ट्युन। गाइज म चाहिँ यहाँ आइसकेको छु। अब चाहिँ म पर्वततिर जानको लागि रेडी हो। अब देख्दै हुनुहुन्छ हजुरले धुलो चाहिँ कति छ। लेट्स गो। अब चाहिँ मेरो कसैले भिडियो खिचिदिने साथीहरू हुनुहुँदैन, त्यही भएर म आफै भिडियो गराउँदैछु, रोक्दै भिडियो गराउँदैछु। के गर्नु, दुःख छ, गाह्रो छ साथीहरू। लेट्स सी। अब म चाहिँ आज फर्स्ट राइड कसरी जाँदैछु पर्वत, कतिको दुःख हुन्छ लेट्स हेरौँ। लेट्स सी गाइज। म चाहिँ यहाँ आइसकेको छु। बाटो हेर्नु चाहिँ एकदम अफ रोड छ। फर्स्ट टाइम लङ ड्राइभ गरेको भएर होला एकदम हात गलिरहेछ मेरो चाहिँ। म चाहिँ यहाँ अब आइसकेँ। बाटो हेर्नुहोस्, बाटो चाहिँ यस्तो छ साथीहरू। है म अहिले चाहिँ बाटो हेर्नु त ओ माई गड, पानी आउँथ्यो भने त यस्तो हिलो हुन्थ्यो होला। अनि चाहिँ म यहाँ आइसकेँ गाइज। म चाहिँ यहाँ आइसकेको छु। बाटो हेर्नु त यस्तो धुलो छ नि, मेरो खुट्टा हेर्नुहोस्। यो बाटो हेर्नु न साथीहरू, यस्तो छ ओ माई गड, बल्ल बल्ल माथि तानेको। फर्स्ट टाइम हामीलाई एकदम गाह्रो हुन्छ है, पिचमा चलाइरहेको मान्छे अनि अफ रोडमा चलाउँदा चाहिँ बेसी नै गाह्रो हुने रहेछ। यो चाहिँ मेरो रोड। अब म चाहिँ जाँदैछु। यो चाहिँ मेरो स्कुटी। दिस इज मी साथीहरू। अब चाहिँ म माथि जाँदैछु। तल त एकदम गाह्रो भयो थियो चाहिँ, अब माथि कस्तो हुन्छ लेट्स सी। गाइज म चाहिँ यहाँ आइसकेँ। यो चाहिँ कपासीतिर जाने बाटो हो। अनि म चाहिँ यहाँ आइसकेँ। यो चाहिँ हाम्रो नेपाली साकुरा जापान त जान सकिएन, तर नेपाली साकुरा चाहिँ देख्न पाइयो। यो चाहिँ साकुरा फुल यस्तो राम्रो देखिरहेछ। अनि साथीहरू म चाहिँ धेरै दुःखले आएँ, लास्टै गाह्रो छ तर हेरौँ अब। यो चाहिँ मेरो स्कुटी हो। म अब कहाँ कसरी जाने हो, तर यस्तो गाह्रो हुने रहेछ अफ रोड। हातहरू हेर्नु साथीहरू, रातो भइसकेको छ। यो हात हेर्नु यस्तो रातो भएछ नि। बाटो चाहिँ यस्तो छ, कसरी जाने हो। खोलै खोला छ त बाटोभरि। ओ माई गड, साकुरा फुल। यसलाई चाहिँ साकुरा भन्दैन ल, नेपालीमा चाहिँ कोइराला भन्छ। यो चाहिँ अचार खान मिल्छ, सब्जी खान मिल्छ। म चाहिँ यहाँ कसरी जान्छु है त। अब भिडियो गरिदिने मान्छे कोही छैन, के गर्नु गाइज। म त यत्रो वर्षमा भिडियो बनायो भनेको त के गर्नु, भिडियो नै नगराएर रहेछु। सुन्नुहोस् कति पिस छ, अनि कोइलीको आवाज। वाउ कस्तो दामी छ। यो चाहिँ लाम्पाते हो, मेरो घर। अब मेरो घर चाहिँ देखियो, बिहा भएको घर। अनि अब जन्म घर चाहिँ देखिन बाँकी छ। यो चाहिँ छापा लाम्पाते। यो चाहिँ पिच गरेको रोड। पिच गरेको रोड देखिन्छ साथीहरू, देखिँदा चाहिँ साथीहरू सुनै भेटे जस्तो लागिरहेको मलाई। यति आनन्द छ नि एक्लै ट्रेभल गर्दा चाहिँ। जस के भने दुःख त होइन, मजै हुने रहेछ जस। तर भिडियो खिच्दिने मान्छे हुँदैन नि, त्यो चाहिँ एकदम दुःख हो। मजै हुने रहेछ साथीहरू। दिस इज मी। म चाहिँ यहाँ आइसकेँ। घरिघरि चाहिँ पिच रोड छ, त्यसमा चाहिँ आनन्द फिल हुन्छ। अनि घरिघरि चाहिँ यस्तो कोइलीको आवाज सुन्न पाइरहेछ। अब बर्खा हुन्थ्यो भने चाहिँ यहाँ सब हरियाली हुन्थ्यो कि यस्तो रमाइलो देखिन्थ्यो। तर बर्खा नभएर सबै खरहरू सुकिसकेको छ। एक्साइटेड। अब चाहिँ सुन बाटोमा हिँडिरहेको छु म चाहिँ। अब कतिखेर अफ रोड आउने थाहा छैन। बिचमा अफ रोड, फेरि पिच, फेरि अफ रोड, फेरि पिच। ए नेपाल सरकार छिटो यो बाटो पिच गरिदिनु त, माइत जान गाह्रो भयो। अनि स्टे ट्युन साथीहरू। अब भिडियो गराउँदै जानु मन थियो नि त। म कस्तो अप्ठ्यारोहरू मैले पार गर्दै आएँ, तर देखाउन सकेन। के गर्ने साथीहरू, यस्तो थियो रोडहरू।
तर के गर्ने देखाउन सकिनँ, कोही साथी छैन खिच्दिन आफैले। अब एउटा ब्यागमा राखेर हिँड्न पनि सक्दैन कोही मान्छेलाई, किनकि फर्स्ट सिक्दै हो नि त म, त्यही भएर कोही मान्छेलाई राखेर हिँड्न पनि सक्दैन। गाइस म चाहिँ डुङ्ग्री ह्यान्जिङ आइसकेँ। बाटो हेर्नु यस्तो छ। म चाहिँ डुङ्ग्री ह्यान्जिङ आइसकेँ। अब चाहिँ माथि माइत गाउँतिर चाहिँ लान सक्दैन होला सायद, यस्तो अफरोड छ अरे। आज चाहिँ म गाडीमा जान्छु मर्दी खोला चोकमा गएपछि। अनि त्यसपछि साथीहरू अफरोड चलाउन चाहिँ निकै गाह्रो हुने रहेछ फर्स्ट टाइम चलाउँदा। अब अर्कोचोटि चाहिँ नेक्स्ट टाइम चाहिँ म फर्किन्छु, त्यतिखेर चाहिँ म हजुरलाई मेरो एक्सपिरियन्सहरू कस्तो भयो म बताउँछु। अहिले चाहिँ एकदम गाह्रो भयो, हात चाहिँ एकदम रातो भयो कोदाली खनेर आए जस्तो। अनि ल साथीहरू च्यानललाई सब्सक्राइब गरिदिनु होला, लभ यु। साथीहरू म चाहिँ यहाँ आइसकेँ। यो चाहिँ डुङ्ग्री ह्यान्जिङबाट तल हो। म चाहिँ डुङ्ग्री ह्यान्जिङमा भिडियो गराउनै पाएन। डुङ्ग्री ह्यान्जिङमा चाहिँ भिडियो गराउन पाएन साथीहरू। डुङ्ग्री ह्यान्जिङ आएर यो बुट्टो चाहिँ मलाई एकदम मन लाग्यो भिडियो गराउन, अनि त्यही भएर म चाहिँ यहाँ भिडियो गराएको। यो चाहिँ अब चाहिँ यहाँबाट पिच रोड छ। अब त पर्वत आइसक्यो, पर्वतेहरूले चाहिँ एकदम राम्रो गराएको छ नि बाटोहरू। थ्याङ्क यू। अनि स्याङ्जालीहरूले कहिले हो बाटो रेडी गर्ने? ल साथीहरू अब चाहिँ म यहाँ आइसकेँ। अब मेरो माइत पुग्न धेरै लाग्दैन। स्टे ट्युन साथीहरू यसलाई चाहिँ के फुल भन्छ, तर यस्तो राम्रो फुलेर रहेछ जताततै। यो चाहिँ के रहेछ खै, र कस्तो राम्रो देखेको। अनि यो चाहिँ रातै रातै सबै, यो चाहिँ यसले चाहिँ रक्सी पार्न मिल्छ। यसको नाम चाहिँ मलाई अलि थाहा भएन। यसले चाहिँ रक्सी पार्न मिल्छ। त्यहाँ त यस्तो अप्ठ्यारो थियो साथीहरू, धन्न म लोटेन। तर के गर्नु, भिडियो देखाउन सकेन। अनि यस्तो डर लाग्यो मलाई, पसिनै पसिना आएको छ डरले। त्यहाँ चाहिँ धन्न लोटेन, त्यही भएर मलाई चाहिँ एकदम डर लागिरहेको छ। यस्तो ढुङ्गामाथि चढेको कि कस्तो स्कुटी पनि। यहाँ चाहिँ साथीहरू देउता निक्लेको भन्थे चाहिँ पहिला चाहिँ, देउता जाने बाटो छ अरे यहाँ चाहिँ। यस्तो यस्तो चाहिँ हाम्रो यतापट्टि आउँदाखेरि चाहिँ धेरै छ कि यस्तो एरियाहरू छ। हाम्रो चाहिँ मैले झन् कस्तो स्कुटी चलाएको भिडियो गराएको थिएँ, तर भिडियो नै खिचिन्छ कि साथीहरू मोबाइलले। म रुम के आसम साथीहरू, म रुम के आसम। म चाहिँ पर्वत आइसकेँ। यो चाहिँ हातमा आइसकेँ। अब चाहिँ म माथि जाने गाडी कुरिरहेको छु। हेरौँ कतिखेर आउँछु। गाडी आयो भने चाहिँ गाडीमा जान्छु, स्कुटी चाहिँ लान सक्दैन। यो चाहिँ पर्वत हो, यो चाहिँ हातेमालो चोक। म चाहिँ उता हाम्रो पसलमा स्कुटी छोडेर आएको छु। पसल चाहिँ उतापट्टि छ। यो चाहिँ एसपी कम्प्लेक्स, पर्वतको सबभन्दा राम्रो घर होला सायद। अब चाहिँ यो माथि चाहिँ पैँकोट हो, यो धरमपानी। हाम्रो घर चाहिँ अलि माथि पऱ्यो, हो त्यो माथि कोठेतिर बस्छु। अब चाहिँ म यहाँ गाडीको वेटिङमा छु। गाडी आयो भने चाहिँ गाडीमा जान्छु। कतिखेर आउने हो गाडी, वेटिङमा छु। ज्यान जोखिममा राखेर भिडियो गराउँदैछु। यति पछाडि एक्लै छु। यहाँ चाहिँ बाख्रा छ। आज चाहिँ चैते दसैँ भएर गोठ पूजा हुँदैछ। म चाहिँ पछाडि बसेर एक्लै हिँडिरहेको छु। यति हात छोड्यो भने चाहिँ म डेङ्गलाङ्गै लोट्छु। त्यही पनि म चाहिँ भिडियो गराइरहेको छु हजुरहरूलाई देखाउनको लागि। यो चाहिँ मेरो बाइक जाँदैछु म। ओ माई गड, कति अप्ठ्यारो बाटो छ अरे। सुनको बाटो, यो चाहिँ सुनको बाटो हो, नेचुरल पाउडर। यो बाख्रा चाहिँ आज बोटमा कसैको विस पुरा हुन जाँदैछ बिचरा। यसलाई चाहिँ केही थाहा छैन होला, कहाँनिर के
मलाई भनिरहेछ म चाहिँ हिँडिरहेको छु। एकैचोटि हात पुग्यो भने चाहिँ म सिधै तल खस्छु। हेर्नु साथीहरू यस्तो छ। डर लागि पनि भिडियो गराउनु पर्यो तपाईँहरूको लागि। सब्सक्राइब गरिदिनु ल। यति दुःख गरेर भिडियो गराइरहेको छु, प्लिज सपोर्ट गरिदिनु। फ्रन्ट क्यामेरा गराउँछु ल साथीहरू। मेरो हालत चाहिँ हेर्न नहुने छ होला। अब यस्तो नगऱ्यो भने चाहिँ धुलोबाट बस्दैन। त्यही भएर म चाहिँ यस्तो गरिरहेको छु। मलाई यसरी कस्तो गरिरहेछ र यो चाहिँ अब घरतिर हिँड्दैछ। Oh my God. यो चाहिँ साकुरा फुल यहाँ पनि रहेछ ल साथीहरू। अब हाम्रो गाउँमा साकुरा फुल नहुने त कुरै भएन नि। अब अनि यो चाहिँ म हेलो साथीहरू। मेरो मुख चाहिँ अब एकचोटि हजुरले मेरो माइत गएपछि देख्नुहुन्छ। मेरो घर गएपछि त्यहाँभन्दा अघि चाहिँ मेरो मन अनुहार देख्नुहुन्न होला सायद, किनकि धुलै धुलो छ। अब अनुहार त छोप्नै पऱ्यो गाइस। अब हेर फर्स्ट टाइम बनाएको भिडियो कस्तो आउँदैछ। यस्तो भिडियो चाहिँ गराउँदिनँ। अनि साथीहरू यो चाहिँ बाटो यसरी यति दुःख गरेर माइत हिँड्नुपर्छ। मान्छेलाई माइत यति ल्याएर हुन्छ। कति दुःख लड्दै बढ्दै भयो माइत त पुग्नै पऱ्यो। ल यो चाहिँ धुलोहरू हेर्नुहोस् कस्तो छ। धुलाउनु चाहिँ म माथि मात्रै हो है। यो बाख्रामाथि आउँछ कि त म माथि, अरू कोही छैन साथीहरू। के गर्ने पऱ्यो। मैले चाहिँ मेरो अनुहार देखेको छैन कस्तो भएछ थाहा छैन, तर हजुरलाई देखाएको छु। फनी भयो होला, एकदम चस्मा तल खसेछ होला। अन्त नगऱ्यो भने चाहिँ एकदम रुचिन्छ नि त पछि के अरे धुलोले। घर जाँदाखेरि अघि बिहान मात्रै मैले मेरो कपाल धोएर हिँडेको। यो चाहिँ गाउँघरको घर हेर्नु दिस इज गाउँको घर। स्कुटी मजाले आउने रहेछ। हाम्रो भाइले मलाई ल्याउनै दिएन क्या। बाटो अप्ठ्यारो छ नलैजानु भन्छु, तर मैले सक्छु है। त्यस्तो नर्मल हो। यतिको बाटो त म ल्याइदिन्छु मजाले, तर माया गरेर होला नलिएर भनेको। दिदीले सक्दैन भनेर कस्तै आएको नि त। तर बाटो चाहिँ ठिकै छ। यस्तै त बाटो आएको म पनि सेम यस्तै थियो साथीहरू। यो त अलि राम्रो टुक्रोको ल त्यस्तो प्रकारको बाटो हो। यो चाहिँ उता के अरे गान्तोकतिर जाने बाटो, गोपुक जान्छ। यो चाहिँ धरमपानी जाने बाटो हो। धरमपानीको वेमा छौँ हामी चाहिँ। अब धरमपानी आउन लागिसक्यो साथीहरू। पछाडि सिटमा बसेर हिँड्दा नि मजै हुने रहेछ। फर्स्ट टाइम बसेको म चाहिँ फर्स्ट टाइम बसेको होइन। हिँड्नेले बस्नु चाहिँ सधैँ बस्थेँ, एक्लै चाहिँ फर्स्ट टाइम। ओ पहिला पहिला हामी स्कुल पढ्दाखेरि यो भिडमा यति खेल्नै थियो। के गर्छ अहिले त हेर्दै डर लाउँछ। आज चाहिँ हाम्रो गाउँमा चाहिँ सबभन्दा ठुलो पैँकोटको पूजा हुन्छ कि पैँकोटको ठुलो दर्शनमा। त्यही भएर मैले गाडी पाएको। अन्त चाहिँ गाडी